मी अलिसा गजमेर अनि ऊ चाहिँ अनिसा गजमेर मेरो बहिनी हो गाइस। आज चाहिँ हामी दुईजना चाहिँ मुकब्याङ भिडियो गर्नु आँटेको। सिम्पल त्यस्तो केही छैन, हामीले चाहिँ लोकल चिकन खानु आँटेको। यहाँ छ देख्दैछ कि छैन भिडियोमा चाहिँ हो, उसकोमा पनि त्यही छ। अन्त राइस हो, त्यहाँपछि चाहिँ यो के अरे काँक्रा, त्यहाँपछि चाहिँ यहाँ छ हाम्रो अचार। सो हामी चाहिँ ढिलो नगरी खान्छौँ गाइस, पुरा भन्दा पनि पुरा भोक लागिसक्यो हामीलाई चाहिँ हो। उसले चाहिँ हातले खाँदैन किनकि उसले चाहिँ चम्मचले खान्छ अरे हो। ठिकै छ, जसलाई जसरी जेमा कम्फर्टेबल हुन्छ त्यसमै खाँदा हुन्छ। सो हामी चाहिँ आफ्नो यो चाहिँ अगाडि लिएर चाहिँ हामी चाहिँ स्टार्ट गर्छौँ है गाइस। तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, अन्त सेयर पनि गरिदिनुहोस्। त्यो चाहिँ बेसी बोल्दैन हो, अहिले क्यामेरा अफ गरेपछि त यस्तो डेन्जर बगबगी हुने कि भन्नु सक्दैन नि। यो चिकन चाहिँ मैले बनाएको है गाइस, लोकल फुड बनाएको मैले नै बनाएको। मेरो मुलायम हातले हेरी त देखि त्यतातिर सारा सिल्ली खाना चाहिँ अलमोस्ट सेली नै सकिसक्यो। हामीले भिडियो कता 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 क्यामेरा मिलाउँदा हो, फर्स्ट टाइम अन्त त्यही भएर सो मैले खाएँ है गाइस। पुरा मिठो भएछ, कति दिन बाद खाएको हामीले चाहिँ। यहाँ चाहिँ यस्तो बेसी गरम छ कि अम्बो 40हरू चाहिँ पुग्छ होला दिनमा चाहिँ। घाममा पानी पर्दै थियो अघि चाहिँ, अहिले चाहिँ फेरि कपालमा एउटै त हो। तैँले प्याज हालिसकेस् अचारमा चाहिँ नि टमाटरको अचारमा चाहिँ पिसेर चाहिँ प्याज हालेको कि कसलाई त्यस्तो खालको मनपर्छ, मलाई चाहिँ क्या मिठो लाग्छ। त्यो सम्झिँदै रहेछ नि अहिले हाल्छ हाल्दैन। अलिक ठुलो भोलि बोलेको सुन्दैन नि फेरि त्यहाँनिर काट्छु। केमै पुग्छ ट्रेन बोल्दिनँ, म खान्छु मात्रै। मजा आयो। म चाहिँ लेग पिस लबर हो। क्या मिठो भयो। तो बोल यार यस्तो मन लगाउनुहोस् क्या हो। हाम्रो चाहिँ बेसी त्यस्तो आइटमहरू पनि केही छैन, नर्मल सिम्पल हाम्रोमा जे चाहिँ पकाएको थियो होइन, त्यही मात्रै लिएर खाँदैछौँ। मासु झर्दैछ अड्किहाल्नु। भेज भएको भए पो त्यस्तो हुन्छ। तपाईँहरू चाहिँ कतिजनाले सोच्नुहुन्छ होला कि उसले चाहिँ किन कम्ती भात खाएको, मैले चाहिँ किन ज्यादा भात खाएको भनेर चाहिँ हो। उसले चाहिँ कम्ती नै खान्छ। काँक्रा कस्तो मिठो छ, गुलियो खाले काँक्रा, कलिलो भएर होला कि मिठो छ। उयो भएर हौ लोकल भन्छ होइन। यहाँ चाहिँ लोकल कहाँबाट पाउनु है? कस्तो हुन्छ लोकल चाहिँ? यसलाई भन्छ लोकल। बजारबाट किनेपछि के को लोकल हुन्छ, हाम्रो यहाँ त्यो पनि लोकल त पाउँदैन पनि। मलाई चाहिँ
चम्मचहरूले खायो भने खाएको जस्तै लाग्दैन। अझै झन् मासुहरू छ भने त मलाई कम्ती एकदम हातले नै हाल्नु लाग्छ। मेरो हातले यत्रो त नआउँछ र म हातले खान्छ। तर उतापट्टि घाटको लङ काटिस् भाग चाहिँ छ एकपट्टिको चाहिँ। उसले पो दिएको थियो मैले अब एक्सटेन्सनसँग भात खाइदियो अरे। म लेपुस खायो भने म छाला चाहिँ खाँदिनँ गाइस, मलाई छाला खाँदिनँ। ए खाना मिठो छ त छाला त खान्छ किन बेसी बोल्छ भनेको नि हौ। मलाई छाला मन पर्दैन। म त मैले पनि एक्सटेन्सन गर्दा खान्थेँ। होइन हौ लोकल कुखुराको झोल भन्दैछ तर फिला हेर्दाखेरि चाहिँ ढिला हेर्दाखेरि चाहिँ फेरि टाइपको छ। हामीले चाहिँ यो घरमै उयो गरेको कुखुरा हो कि पुरा ठुलो ठुलो खालको छ। त्यो यति पेटा चाहिँ नगर्दै राख्नु कहाँ थाक्ने छ। घरको कुखुरा पनि यतिको त हुनु पऱ्यो। यसको मिठो भएन। तैँले भात कम्ती खान्छ आज त। म भात कहिले पनि थपेर खाँदिनँ। मलाई थपेर खाएको खाना मिठो लाग्दैन। जतिसुकै मिठो होस् म थपेर खानु सक्दिनँ। इफ मलाई बेसी हालेको छ भने बरु म खाइछु पटक हुँदैन पनि खान्छु कि कम्ती भयो भने चाहिँ म थपेर खानु सक्दिनँ। त्यो थपेको भातको टेस्टै मन पर्दैन। तर मोमो चाउमिनहरू चाहिँ होइन। मोमो चाउमिन कति खान्छ 10वटा मोमो 10वटा पनि खानु सक्दैन होला हौ त्यो त। ए खै भिडियो गर्नु भनेको चाहिँ के भन्नु पऱ्यो? भिडियो गर्नु भनेको के भिडियो बनाउनु भनेको? रिल्स। हामी चाहिँ रिल्स पनि बनाउँछु भन्ने सोच्दै थिएँ तर अल्छी लाग्यो बनाउँछु। अल्छी लाग्यो। पानी परेकोले सबै बिर्स्यो। इन्स्टाग्राममा हामीलाई चाहिँ फलो पनि गर्नेछ होला हो। ल गरिन्छ होला मलाई होइन। अब त एकदमै सबै रात खाइदिन्छ हौ। म त छिटो भोक लाग्यो भन्दा म त छिटो छिटो खाएको खुवाइदिइहाल्छु म त। हामीले चाहिँ फ्यान अफ गरेको छु कि फ्यानको आवाज आउँछ भनेर र पनि त्यस्तो गरम भएन है। भएको छैन मलाई त गरमै भएको छैन। ठिकैको छ त। पछि त मात्रै निक्लिँदैछ। पानी चिसो रहेछ। बरु मलाई अचार चाहिँ पुरा मिठो लाग्यो। अचार चाहिँ मिठो लाग्यो। यस्तो खालको अचार मिठो हुन्छ। हामीले चाहिँ अगाडि म चाहिँ बेसी भ्लगहरू बनाउँदिनँ हो। म चाहिँ पुरा सर्ट भिडियोहरू मात्रै हाल्छु हो। त्यो पनि सर्ट भिडियोहरू पनि तपाईँहरूले मैले खाना पकाएको खाना मतलब खाएको त्यस्तोहरू मन पराउनु हुँदो रहेछ होइन। त्यही भएर चाहिँ मैले मुकब्याङ भिडियो गरेको। मुकब्याङ हो कि मुकबङ के भन्छ हो। त्यो गरेको
प्लिज मजाक नउडाइदिनुहोस् होला है मेरो, बरु मलाई करेक्ट यस्तो यस्तो होइन यस्तो हो भनिदिनुहोस् होला हो। नेक्स्ट टाइमदेखि म उयो गरेर मेरो त पकेट कसरी राख्नु पनि। यसले चाहिँ विङ्स लिएर आएछ हो। एउटा चाहिँ विङ्समा त अब कुखुराको खुट्टा दुईवटा हुन्छ हो। अब त्यो पखेन्डामा बेसी छाला हुन्छ, अन्त हड्डी हुन्छ। मलाई हड्डी भएको मासु पनि मन पर्दैन, छाला भएको पनि मन पर्दैन हो। अन्त एउटा लेग पिस मलाई, एउटा लेग पिस चाहिँ भाइलाई दियो। अन्त यसले चाहिँ विङ्स टेस्ट मन पर्दैन नि त, अन्त यसलाई चाहिँ विङ्स गरेको छ। मलाई त बेसी हड्डी भएको मासु पनि मन नै पर्दैन। अम्बो अगाइ नै अगाइ के गरेको त कम्ती भएको चाहिँ के भयो खानु आँटेको कि विङ्सहरू त्यति खान्छु म त्यो देखाउनु हुँदैन नि त। के हुन्छ खानु हौ, नाटक बेसी नै नाटक हुन्छ यसको त। लो इज्जत का पालुदा हो जाएगा मेरा। एक्टिङ पारे सुवा पारे चाहिँ किन खानु होइन हो या त्यस्तो हुन्छ फेरि। कति फेरि के हुन्छ त्यसमा चाहिँ हेरे के लिएर आएको जस्तो फेरि। अम्बो अचारले भुटिदिँदैन हौ। खाँदा खाँदा डाइजेस्ट पनि नभयो होला। यस्तो 3-4 मुभमेन्ट गर्दाखेरि टिस्यु साथी तपाईँलाई हाम्रो मुखब्याङ कस्तो लाग्छ हो। इफ यो भिडियोमा चाहिँ तपाईँहरूले माया देखाइदिनु भयो भने फेरि हामी नेक्स्ट भिडियो पनि लिएर आउने छु भन्नु खोजेको चाहिँ मैले चाहिँ। नखाइ बेसी अचार पिरो छ अम्बो आयो के हाल्नु खोर्सानी डल्ले हाल्यो त्यतै छाला आउनु पर्छ। मासु चाहिँ नराम्रो रहेछ, हेर्दा चाहिँ उयो पुरा कडा छ रहेछ देख्यो कि तर नराम्रो रहेछ है। त्यो खानु त्यहीँ राखेर खाना माथि नै फेरि बस्नुको फेरि हामीले चाहिँ अलमोस्ट खाइसकिसक्यौँ हो। अन्त आमालाई भन्दैछ तेल कम्ती हाल्नु तेल कम्ती हाल्नु भनेर। तेल कम्ती नै हालेको छ कि यसको मासुको पुरा बोसो रहेछ नि त। डल्लै राख्दै बेसी मासु बेसी भयो म सुप मात्रै खान्छ। खाना आफै पकाएर त्यहाँपछि चाहिँ मुखब्याङ भिडियो गर्नु बसेको है म चाहिँ। त्यस्तो त गर्नुपर्छ होइन।
कसले बनाइदिन्छ तपाईँ मेरो खुट्टा बोल्नु शान्ति भयो यो के को भालेको सुप है भाले हाम्रो घरको कुन चाहिँ भाले हो रिसाउने हो कि कुक्ने हो? अस्तिको भिडियोमा भाले पलाउँदै थियौँ त्यही भाले हो गाइस भाले त फेरि कराएको करै हो म त मुखबाङ भित्र के गर्नु गाइस खानु सक्ने एउटा खाना उयो भयो भने भयो हुन्छ नि मलाई चाहिँ यस्तै हो हाम्रोतिर घरमा सबै हालेर कापुरु गाइस हामी चाहिँ अलिकति यहाँनिर अनसिक्योर फिल भएको त्यस्तै भयो किनकि हामीलाई चाहिँ उयो अगाडिबाट कुनै कसले हेर्दैछ हो हाम्रो मुख एक्सप्रेसनबाट तपाईँहरूले थाहा पाइसक्नु भएन किनकि मैले अनसिक्योर फिल गरेको जस्तै यहाँ मासु देखेर ऊ हेर्दैछ आयो आयो खान्छस् पखेर किन नखाऊ खान होस् म अहिले बुझ्दै गरेर यो खानु सक्दिनँ नि यहाँ भरि लागेर के हुन्छ अन्त ए ल लास लाग्यो अरे पकौडा खानु हो हुन्छ गाइस हाम्रो चाहिँ मुम्बई भिडियो यतिसम्म मात्रै थियो हामीले चाहिँ खाना खाइसकिसक्यौँ हो तपाईँहरूलाई हाम्रो भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् हो उसलाई चाहिँ पखेटा खानु लास लाग्यो अरे उसले पखेटा खान्छ होला हो सो हुन्छ थ्याङ्क्स फर वाचिङ किप लभिङ गाइस बाई बाई